मैले चाहिँ डाटा भेरिफिकेसन कसरी गर्छु भनेर तपाईँलाई देखाउँछु DHIS2 मा। यसमा आइसकेपछि फर्स्टमा ड्यासबोर्डमा जाने, त्यसपछि भेरिफिकेसन टुल 2083 8283 अपडेटेड छ, त्यसमा क्लिक गर्ने। क्लिक गरेपछि यहाँ तीनवटा कुरा देखाउँछ। एउटा 8283 डाटा भनेर देखाउँछ, एउटा डाटा चाहिँ 8283 को अपडेटेड देखाउँछ है, एउटा चाहिँ भेरिफिकेसन टुल 8283 देखाउँछ। यो तीनवटालाई डाउनलोड गर्नुपर्ने हुन्छ हामीले। सबभन्दा सुरुमा डाउनलोड गर्नको लागि एउटा यो भेरिफिकेसन टुलमा क्लिक गर्ने बित्तिकै डाउनलोड हुन्छ, डाउनलोड भयो। अब दोस्रो नम्बरको गर्दाखेरि अब हामीले डाटा 1 लाई गरौँ हामीले है, 1 नम्बरकोलाई एकलाई गर्दाखेरि तीनवटा उसमा क्लिक गर्ने, त्यसपछि ओपन डाटा इन भिजुअलाइजर एपमा क्लिक गर्ने। गरिसकेपछि यस्तो खुल्छ। यो खुलिसकेपछि सिधै डाउनलोडमा जाने अनि एक्सेल फर्ममा डाउनलोड गर्ने है। अब दुईटा डाउनलोड भइसकेको छ हाम्रो। त्यसपछि फेरि यसलाई मिनिमाइज गर्ने अनि यो मिनिमाइज चाहिँ ब्याक गर्नुपर्ने, मैले मिनिमाइज गरेछु। त्यसपछि ड्यासबोर्डमै गएर त्यो अपडेटेडमा गएर फर्स्टको डाउनलोड भइसकेको छ। अब सेकेन्डको डाउनलोड गर्दाखेरि यो तीनवटा डटमा क्लिक गरेर भिजुअलाइजर एपमा जाने, फेरि डाउनलोड गर्ने है। डाउनलोड गरिसकेपछि यहाँ डाउनलोड देखाएको छ, यो डाउनलोड गर्ने, एक्सेल फर्ममै डाउनलोड गर्नु। हाम्रो तीनवटा काम भयो है। तीनवटा काम के भयो त, एउटा डाटा डाउनलोड गऱ्यौँ हामीले ड्यासबोर्डको। के गऱ्यौँ भन्दाखेरि यो तीनवटा डाउनलोड गऱ्यौँ। योलाई क्लिक गरेर डाउनलोड भयो, यो पनि तीनवटा धर्कोमा क्लिक भएर डाउनलोड भयो, यो पनि तीनवटा चाहिँ यसमा गर्दाखेरि डाउनलोड भयो है। यो गरिसकेको हामीले, यो गरिसकेपछि अब यसलाई मिनिमाइज गरिदिने। त्यसपछि हामी हाम्रो यो डाउनलोड भएको ठाउँमा जाने, त्यहाँ डाउनलोड भन्नेमा छ है। डाउनलोड अप्सन गइसकेपछि मेरो लास्टमा डाउनलोड गरेर बसिरहेको हुन्छ। त्यसपछि हेल्थ लेभल डाटा डाटा भेरिफिकेसन भन्ने टुल छ, यसमा क्लिक गर्नु। क्लिक गरिसके पछाडि यहाँ खुल्छ, अलिकति स्लो छ, यस्तो देखिन्छ। अब देखिसकेपछि हामीले यो फर्स्टको भयो, सेकेन्डमा जाने। सेकेन्डमा गइसकेपछि यो ठाउँमा हामीले अघि डाउनलोड गरेको कुरा ल्याउनु पर्ने हुन्छ। त्यो ल्याउँदाखेरि के गर्ने त भन्दाखेरि यो मिनिमाइज गर्ने यसलाई, अनि फर्स्टमा डाउनलोड गरेको यो हो है, यसलाई खोल्नु पर्यो। अनि एक क्रसमा क्लिक गर्ने बित्तिकै सिलेक्ट अल भइहाल्छ, अथवा कन्ट्रोल ए गर्नु होला। अनि कन्ट्रोल सी गर्ने, यसलाई कन्ट्रोल सी गर्ने। कन्ट्रोल सी गरिसकेपछि फेरि मिनिमाइज गर्ने अनि यसमा जाने। यसमा गइसकेपछि यहाँ डेमो भन्ने छ, यहीँ कर्सर राखेर कन्ट्रोल भी गर्ने बित्तिकै डाटा आइहाल्यो है। डाटा आयो र चाहिँ कन्ट्रोल एस गऱ्यो भने सेभ हुन्छ। यस गर्ने, फेरि डाटा 2 मा ल्याउनु पर्यो। त्यो ल्याउँदै गर्दाखेरि हामीले फेरि मिनिमाइज गरेर डाटा 2 छ है, त्यो दोस्रो नम्बरको त्यो ल्याउने। फेरि यसलाई पनि यहाँ क्रस गर्न थिच्न बित्तिकै सेलेक्ट हुन्छ, कन्ट्रोल सी गर्ने। कन्ट्रोल सी गरिसके पछाडि फेरि हामी यहीँबाट गए हुन्छ सिधै, यसरी गरेर 2 मा जाने। डेमो जस्तो छ त्यहाँनिर चाहिँ थिचेर कन्ट्रोल भी गर्ने बित्तिकै यहाँ अर्को डाटा पनि आउँछ। यसलाई चाहिँ कन्ट्रोल एस गर्नु, सेभ गर्नु होला। अब हाम्रो डाटा चाहिँ मिस्टेक कहाँनिर छ, कसरी हेर्ने भन्दाखेरि डाटा भेरिफिकेसन सिट भन्ने छ, यो सेकेन्डको भयो, यो फर्स्टको, यो अब योभन्दा यतापट्टि डाटा भेरिफिकेसन सिटमा जाने। अब यहाँ हेर्ने, अब हामीले यता जाँदै हेर्दाखेरि सर र यता जाने, यहाँ देख्नुहुन्छ जम्मा चाहिँ 43वटा डाटा सेट गलत रहेछ, राम्रो चाहिँ 1898 रहेछ। टोटल 1941 डाटा सिट मध्येमा यो देखिन्छ। अनि इरर चाहिँ छैन, 2% चाहिँ मिस्टेक छ भनेर देखायो। अब के मिस्टेक भनेर गर्दाखेरि तपाईँको रातोमा देखायो भने त्यो गलत डाटा भयो है। त्यसपछि पहिलोमा देखायो भने एरर यहाँ इन्ट्री गरी इरर हुन्छ है, यो चाहिँ हेर्नुपर्ने हुन्छ। अब के छ भने हामीले हेर्दै गर्दाखेरि यहाँ हेरौँ, अब यहाँसम्म चाहिँ ठिक छ, हरियो देखाइरहेछ। अब तल जाने, सार्दै जाने, यसरी क्लिक गर्दै बिस्तारै जानु होला। अब यहाँनिर फल्स देखायो मेरो, यस्तै मङ्सिर महिनामा यहाँनिर
डाटा ठिक छैन भन्यो है। टोटल केस इन सिबिआइएनसिआई 2 महिना मुनिको बच्चाहरूको चाहिँ मिस्टेक छ भनेको छ। भनेको यस मोडलमा 2 महिनाभन्दा कम र 2 देखि 49 महिनासम्मका सबै बच्चाहरूको सङ्ख्या जोडी स्वास्थ्य संस्था र गाउँघर क्लिनिकमा आइएमसिआई सेवा लिएका बच्चाहरूको जोडफल जाति र लिङ्ग अनुसार छुट्टाछुट्टै गणना गरी सम्बन्धित महलमा लेख्नुपर्छ लेखेको छ है। अब यो छ यहाँनिर गलत भयो है। अब यहाँनिर गलत पनि भएछ, सिबिआइएनसिआईको यसमा पनि गलत भएछ, मिस्टेक भएको डाटा है। अनि यसमा पनि मिस्टेक भएर छ। यो ग्रोथ मोनिटरिङको यहाँ मिस्टेक भएछ। अनि आइरन फोलिक एसिडहरूको मिस्टेक भएछ। केमा छ यो आइरन र जुकाको औषधि मा चाहिँ मिस्टेक भएर छ है। के छ भनेको त्यही महिनाको हेर्नुपर्छ, यो महिना अब माघको हेर्नुपर्छ गएर। अब यो छ भिटामिन ए को पनि मिस्टेक भएछ। स्वयंसेविकाहरूले अब भिटामिन ए दिएछन्, त्यहाँनिर के मिस्टेक छ यता गएर नि हेर्न सकिन्छ। यहाँ यसको चाहिँ देखाएर जान्छ रिमार्क्समा कुनैको देखाउँछ। यस्तै गर्दै जाम तलतिर हेर्दै जाम कहाँ मिस्टेक छ। यहाँ नि मिस्टेक रहेछ पिएमडिसिटी किटको। यो चाहिँ के मिस्टेक छ, यो अब असोज महिनामा पिएमडिसिटीको के मिस्टेक छ त्यहाँ हेर्नुपर्ने हुन्छ। अहिले एकछिनमा हेरेर देखाउँछु म। पिल्सहरूको यो पिल्स करेन्ट युजर है, पिल्स करेन्ट युजर क्यालकुलेसनको यो चाहिँ मिस्टेक भएको छ भन्छ। धेरै गरेर यस्तो डाटाहरू हेर्दै गएपछि तलैसम्म हेर्दै जानु। अब म 1-2टा तपाईँहरूलाई चाहिँ सच्याएर देखाउँछु है त। अब कहाँनिरको देखाउँ भन्दाखेरि ल कहाँनिर देखाउँ तपाईँलाई, ल यही हेरौँ है त। यो कार्तिक महिनामा स्वयंसेविकाले भिटामिन ए दिएको रहेछ, यो मिस्टेक छ भन्ने कुरा डाटा आयो यसमा। यसलाई चाहिँ गरेर डिएचआइएसटोमा चेक गर्नु पऱ्यो। डिएचआइएसटोमा जाऊँ है। यहाँ गइसकेपछि ड्यासबोर्डमा जाने, यो त तपाईँ जानिहाल्नुहुन्छ। यहाँ जाने, त्यसपछि डाटा एन्ट्रीमा जाने। त्यहाँ गइसकेपछि त्यो गएपछि म केमा जान्छु त अब एफसिएचबी होइन होइन के भन्छ यो स्वयंसेविका एफसिएचबीको जान्छु। कार्तिक महिनामा मिस्टेक रहेछ भनेको छ। अब के छ मिस्टेक यहाँ रहेछ, ल हेर्नु। भिटामिन ए वितरण गरिएको सुत्केरी महिला भनेर 1जना छ, तर घरमा प्रसुति भनेको छ। घरमै होम डेलिभरी भयो भने चाहिँ स्वयंसेविकाले चाहिँ यो दिन पाउँदो रहेछ भिटामिन ए, नत्र भनेपछि स्वास्थ्य संस्थाले नै दिनुपर्ने भन्ने नियम रहेछ यसको। त्यो भए कारणले अब माथि यो कुनैमा चाहिँ इन्ट्री नगरेर भिटामिन ए दिन पाइएन। यदि यो माथि इन्ट्री चाहिँ गर्नु पर्थ्यो, यो इन्ट्री भएर हिँड्छ। अब जीवित जन्म भएको हो कि छ कि होइन, अब भएरै खुवाउनु पर्ने कुरा हो, यहाँ लेख्नुपर्ने। अनि यो मातृ सुरक्षा चौकी यो चाहिँ अब यहाँ भर्नु पर्थ्यो। यहाँ चाहिँ यो प्रसुतिको किसिममा कुनै पनि नभरेर यो खुवाएर मिस्टेक भएछ। यसलाई चाहिँ अब हामीले इन्कम्प्लिट गरेर अहिले डाटा मिलाउनलाई हटाउनु पऱ्यो। यदि यो डाटा राम्रो रियल डाटा हो भने चाहिँ खुवाएकै हो भने त्यही अनुसार पछि मिलाउन सकिन्छ। ल यसरी गर्नु होला अरू पनि। धन्यवाद।